सामाजिक सञ्जाल टिकटक र फेसबुकमा आफू भाइरल हुनको लागि सङ्ख्या भएकी हालको बसाइ कुवैत र टोकीमा बस्दै आउनुभएकी सृजना गहमगढले विक्रम पोखरेलमाथि गम्भीर आरोप लगाउनु भएको छ। 1,50,000 मेरो खाइदियो भन्दै फुलबहादुर श्रेष्ठ र रमेश उप्रेती बीच दुईजना कुराकानी गरेर मेरो बदनाम र फेसबुक र टिकटक फेक बनाउँदै टिकटकमा आएकी छिन्। आफू लुकेर अरू साथीहरू लगाउन यिनी हुन् फुलबहादुर श्रेष्ठ, जो चेलीमाइतीका कार्यक्रम सञ्चालक हुनुहुन्छ। आफूले आफू कुरा गर्न नसकेर ब्लक खानेर पछाडिबाट लुकिरहेका छन् भने एउटा अपाङ्गो कार्यक्रम सञ्चालक जो सिआइडी, जो आफ्नो खुट्टामा उभिन सक्दैनन्, उनले आफू सिआइडी पत्रकार हो भन्छन्। यिनीहरूको गम्भीर नाता सम्बन्ध के रहेको थियो त्यो मलाई थाहा छैन। सृजना गहमगढले पठाउनु भएको 1 लाख रुपियाँ थियो, जसमा उहाँले पाइसक्नु भएको छ। आफू कुवैतमा हुँदाखेरि मैले 25,000 को उहाँको आइडी चलाएर गिफ्टिङ लोडिङ गरेको र उहाँको साथी बहराइन आउँदाखेरि मैले 150 बिडी उनको साथीको हातमा लगाइदिएको र साथीले उहाँलाई नदिएको कारणले मलाई 55,000 रुपियाँ 2 वर्षपछि आएर माग्दै हुनुहुन्छ। र म नेपाल आएपछि उहाँको मेरो कुराकानी सम्बन्ध बढ्दै रहेको थियो। उहाँले चाहिँ भन्नुभएको थियो मेरो छोरीलाई साह्रै गाह्रो भयो रञ्जनालाई, प्लिज कल गर्नु, यो नम्बरमा फोन गरेर 20,000 हालिदिनु, मेरो मुटु मेरो काले भन्दै